खानेपानी उपभोक्ता तथा सरसफाइ समितिहरूलाई शुद्ध तथा पर्याप्त मात्रामा खानेपानी उत्पादन तथा आपूर्ति गर्न चुनौती छ। खानेपानी उत्पादन तथा आपूर्तिमा विभिन्न स्रोत तथा संसाधनको प्रयोग गरिन्छ, जस्तै मानव संसाधन, वित्तीय स्रोत, भौतिक स्रोत र सूचनाहरू। अधिकतम परिणाम पाउनका लागि उल्लेखित स्रोतहरू दिगो, कुशल र उत्तरदायी हिसाबले सञ्चालन गर्नुपर्दछ। खानेपानी दैनिक जीवनको लागि अपरिहार्य छ र त्यसको दिगोपन पनि अत्यन्तै महत्त्वपूर्ण छ। खानेपानी उपभोक्ता तथा सरसफाइ समितिहरूले उचित स्तरको सेवा जुनसुकै समयमा पनि उपलब्ध गराउन सक्नुपर्दछ र यसका संरचनाहरू प्राकृतिक विपद प्रतिरोधी हुनुपर्दछ। आर्थिक दिगोपनका निम्ति खानेपानी सेवा कुशल तरिकाले सञ्चालन गर्नुपर्दछ। खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले पानी चुहावट कम गरी मानव संसाधनको कुशलतापूर्वक उपयोग गरी सेवाग्राहीहरूको आवश्यकतालाई समयमै सम्बोधन गर्नुपर्दछ। खानेपानीको स्रोत सम्बन्धित व्यक्तिहरूमा उत्तरदायी ढङ्गले बाँडिनुपर्दछ। यस परिपक्षमा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उचित निर्णय प्रक्रिया र पारदर्शी आर्थिक कारोबार अवलम्बन गर्नुपर्दछ। दिगो, दक्ष र उत्तरदायी व्यवस्थापनका लागि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आफ्नो वर्तमान अवस्थालाई सूक्ष्म ढङ्गले बुझ्न जरुरी छ। वास्मिप मोडलले दुई विश्लेषणात्मक विधिहरूको सुरुवात गरेको छ। पहिलो मुख्य कार्य सम्पादन सूचक वा केपीआई हो। मुख्य कार्य सम्पादन सूचकको प्रयोग खानेपानी संस्थाहरूको उद्देश्यात्मक र परिणात्मक प्रदर्शन मापन गर्न प्रयोग गरिन्छ। मुख्य कार्य सम्पादन सूचक जम्मा 11 वटा छन्। खानेपानी उपभोक्ता तथा सरसफाइ समितिहरू अन्य समितिसँग आफ्नो प्रदर्शन तुलना गर्न सक्षम हुनेछन्। दोस्रो चेकलिस्ट हो। चेकलिस्ट प्रश्नहरूको सङ्ग्रह हो जस अनुसार खानेपानी संस्थाहरूको गुणात्मक प्रदर्शनको मूल्याङ्कन गर्न सकिन्छ। चेकलिस्टले 7 वटा व्यावसायिक क्षेत्र समेट्दछ। चेकलिस्टको प्रयोगद्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आफ्नो अवस्थाको विश्लेषण गर्न सक्षम हुनेछन्।